गुड मर्निङ एभ्रिवान। म चाहिँ भर्खर उठेँ। त्यसपछि रुमहरू मिलाउनलाई ब्ल्याङ्केट मिलाएँ। रुम सफा गर्नलाई म्याट स्याट ओछ्या थियो, म्याट स्याट निकालेँ। त्यसपछि बढाल्न थालेँ। रुम त सफा गर्नु पर्यो। त्यसपछि बढालेर हात मुख धुन गएँ, फ्रेस भएँ। आएर मुखसुख पुसेँ, हातसात पुसेँ। त्यसपछि पूजाको भाँडा निकालेँ, पूजाको भाँडा माझ्न गएँ। आएर पूजा गर्न थालेँ। त्यसपछि लागेँ म कपडा धुन, कपडा भिजाएँ, माचमिच पारेँ ओरेँ। त्यसपछि फेरि भाँडा माझ्न लागेँ। बिहान खाना खाएको भाँडा थियो त्यत्तिकै, भाँडासाँडा माझ्न थालेँ। भाँडा लिएर भित्र गएँ। त्यसपछि भाँडा राखेँ। त्यसपछि नोट गर्नु थियो, आज छुट्टी थियो, नोट गर्न थालेँ। प्रोजेक्ट दिएको थियो, त्यो गर्न लागेँ। अनि त्यसपछि कलर सलर गर्नु थियो, यताउता गर्न थालेँ। नोट सकिन अलि टाइम नै लाग्यो। हात मुख धोएर भित्र जान लागेँ। अब सुतेको आजको लागि यति नै, धन्यवाद।